कुशल भुर्तेल हाम्रो नेपाल टिमको बडी बिल्डर हो के। ऊ ओपनर होइन के, उसलाई ओपनर भन्नै मिल्दैन के होइन। हाम्रो टिमलाई मेन चाहिएको भनेको ओपनर हो के। कुशल भुर्तेल चाहिँ देश विदेश हाम्रो नेपालमा यति धेरै फ्यानहरू हुनुहुन्छ कि होइन, कुशल भुर्तेलको यति माया गर्नुहुन्छ। तर गेम खै कि कुशल भुर्तेलको होइन। लिटरल्ली भनेको एक गेममा अलिकति राम्रो 50 कटायो भने त्यसपछि 20 गेम आश नगरे हुन्छ कि। त्यो गेमै छैन कि। झन् इम्पोर्टेन्ट गेम वर्ल्ड कपको स्टार्ट हेर्नु न यार, लाज मर्दो छ कि वर्ल्ड कपको स्टार्ट एउटा ओपनरको के। जुन कन्ट्रीले पनि एउटा बिग गेम जित्न छ भने आफ्नो ओपनर मध्ये एकजनाले एकदम राम्रो खेल्नुपर्छ कि। आसिफ टी लभरको त कुरै नगरौँ हेर्नु। कुशल भुर्तेल भनेको कुनै कुनै गेममा इन्डियाहरूसँग इङ्ल्यान्डसँग बवाल खेल्नु भयो नि होइन, सुरुमा 1-2 ओभर त त्यसपछि कहाँ जान्छ कि फर्म होइन। रङ सर्ट सेलेक्सन, त्यसपछि गएर एउटा लाइक आफू म्याच्योर इनिङ खै कि एउटा हुन्छ नि त होइन। कि चाहिँ अब सुरुमै आउट भयो भने हामीले पनि एक्सेप्ट गर्छौँ है, उसले ट्राई गरेको आउट भएको भनेर एग्रेसिभ खेल्ने हो। बट उसले एउटा लङ इनिङ पनि खेल्न सक्नुपर्छ कि ओपनर भइसकेपछि होइन। अब कुशल भुर्तेल त अब पुरा के भन्छ अरे अस्ट्रेलियाको खेलाडीहरूको फ्यान रे। खै त माइन्डसेट अस्ट्रेलियाको जस्तो माइन्डसेट हुनु भयो नि त। उसको माइन्डसेट छ बङ्गलादेशको जस्तो होइन। फ्यान चाहिँ रिकी पोइन्टिङको होइन, कहाँबाट भन्ने कि रिकी पोइन्टिङको फ्यान भनेर के यस्तो मान्छेलाई। अनि पुरा बलिङ गर्न गइरहेको कि ल बलिङ राम्रो गर्छ ठिक छ, तर एज अ अलराउन्डर भएर आउनु पऱ्यो नि त यार होइन। ऊ फर्ममा छैन भने त सधैँ एज लाएर आउट हो होइन। सानो टिमसँग एज लाएर आउट हो। अनि अलिक पेस भएर आएको बलरहरू छ भने अलवेज लाइक राम्रो खेलेपछि फर्ममा आइसकेपछि होइन रङ सर्ट सिलेक्सन के। हजुरहरूले कहिले कुशल भुर्तेलले बवाल खेलेर वाउ देख्नु भएको छ? मैले एउटा मात्र यही युएससँग गेममा देखेको हो राम्रो खेलेको भनेको, नत्र छैन क्या यार। मैले त पहिलेदेखि ड्रप गर्न भने हो कि। तर उसलाई पनि हल्का हल्का लाइक म्याच्युरिटी हुन पऱ्यो नि त यार। यस्तो क्रिटिसिजम गरिरहेको, त्यही भएर क्रिटिसाइज चाहिँ गर्न छोड्नुहुन्न है। अब फ्यानहरू अब यो सुरज भन्ने ब्रदर यति सपोर्ट गर्नु